युवा ब्याटर अर्जुन कुमारले जारी संस्करणको प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय प्रतियोगितामा शतकीय पारी खेलेका छन्। गण्डकीबाट प्रतियोगिता खेलिरहेका उनले सोमबार मध्य प्रदेश विरुद्ध 140 बलमा 10 चौका र 1 छक्काको सहयोगमा 106 रनको शतकीय पारी खेलेका हुन्। यो सँगै अर्जुन यस संस्करणको प्रधानमन्त्री कपमा शतक हिर्काउने तेस्रो ब्याटर बने। यसअघि सुदूरपश्चिममा आबद्ध किरण ठगुन्ना र त्रिभुवन आर्मी क्लबमा रहेका धृतराज दासले शतकीय पारी खेलेका थिए। उनीहरूमध्ये किरणले 2 शतक बनाएका छन्। यद्यपि उनी सर्वाधिक रनकर्ताको सूचीको दोस्रो स्थानमा छन्। पहिलो नम्बरमा अर्जुन कुमार उक्लिएका छन्। उनले 9 खेलमा 68.37 को स्ट्राइक रेटमा 374 रन बनाएका छन्। त्यसक्रममा अर्जुनले 2 अर्धशतक र 1 शतकीय इनिङ खेले। उनी शीर्ष स्थानमा उक्लिए पनि गण्डकीले भने 9 खेलमध्ये 7 मा हार तथा 2 खेलमा मात्र जित निकाल्यो। यस्तै जारी पीएम कपमा सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका किरण ठगुन्नाले 8 खेलमा 107.32 को स्ट्राइक रेटमा 2 शतक सहित 337 रन बनाएका छन्। उनी आबद्ध सुदूरपश्चिमले अझै एउटा म्याच खेल्न बाँकी छ। तेस्रो स्थानमा रहेका आर्मी क्लबका ओपनिङ ब्याटर धृतराज दासले 8 खेलमा 67.13 को स्ट्राइक रेटमा 333 रन बनाएका छन्। यो सूचीको चौथो नम्बरमा लुम्बिनी प्रदेशमा आबद्ध पर्जुल थापा रहेका छन्। उनले 9 खेलमा 72.31 को स्ट्राइक रेटमा 290 रन बनाएका छन्। सर्वाधिक रनकर्ताको सूचीको 5औं नम्बरमा कर्णाली प्रदेशमा आबद्ध अर्जुन घरती रहेका छन्। उनले 8 खेलमा 80.53 को स्ट्राइक रेटमा 3 अर्धशतक सहित 273 रन बनाएका छन्। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।